गाइस सबैजनालाई मेरो भिडियोमा फेरि पनि स्वागत गर्न चाहन्छु है। र आज चाहिँ मैले फेरि नयाँ भिडियो धेरै दिनपछि अपलोड गर्ने कोसिस गरिरहेको छु हैन। र आज चाहिँ हामी जापानको यो तोचिगिकेनको प्रसिद्ध ठाउँ हन्टर माउन्टेन भन्ने ठाउँतिर जाँदैछौँ है। यहाँसम्मको यात्रामा हामी दुईजना छौँ। दिवन किराती हुनुहुन्छ, उहाँले नै अब गाडी कुदाउनुहुन्छ है। थाइको फल्स आइपुग्यो ल। दामी रहेछ। यहाँनिर रोकेर अलिकति हेर्ने भने फल्स पाउँदै रहेछ होइन। यहाँबाट रहेछ टर्निङ पनि साह्रै मजाको यो चाहिँ स्वर्गीय आनन्द आउने बाटो रहेछ। सबै यो मोमिज त होइन, मोमिजी बढी मात्रामा मोमिजीहरू छन्। त्यो सिजनमा त यहाँ त एकदम धेरै हुन्छ है। मृग भन्दा पनि यतातिर त भालु पाउँछ होला हौ। खावाजीबाट फाल्टै छुट्टै बाटो। खावाजीबाट चाहिँ छिटो छ त्यो तपाईँको यो उमा गाना बज्दैन गाडी कहिले बजाउनु त? के अरे जङ्गल चाहिँ अलिक पातलो भएको भए बाहिर देखिन्थ्यो क्या, केही नदेखिने रहेछ। लगाइ जान्छ हन्टर माउन्टेनमा आइपुग्यो है। हुन्छ खाँदै हुनुहुन्छ। हामीले यहाँ माथि आएर चाहिँ यो आइसक्रिम खानु हुन्छ किनेर ल्याएको। अलिक लामो बाटो भएकोले गर्दाखेरि होइन भएछ हामीहरूलाई चाहिँ अब खानै पऱ्यो जसरी पनि। तर यहाँ चाहिँ एउटा यो आफू गरेर आउनुपर्ने रहेछ है। मेरो पुरै ब्लग गरिदिएको छ। त्यही पनि अलिकति चाहिँ हामी भित्र जाने कोसिस गर्दैछौँ है। त्यहाँबाट मान्छेहरू हिँड्नै छ त छैन। जग्गा ठाउँ रहेछ है। चिसा हावा खानु पाइने रहेछ यहाँ चाहिँ। यता आउनु न, तपाईँ पनि देखाउनु पर्यो। माथि खतरा रहेछ नि त ऊ माथि हो। त्यो नासिकको हो। मिठो हुँदो रहेछ त है। आउनु न मास्तिर। तपाईँलाई स्की खेल्न आउँछ? सो गाइज अहिले चाहिँ हामी यहाँ हन्टर माउन्टेन भन्ने ठाउँमा लगभग आइपुगेको छौँ। तर यहाँ चाहिँ अब पार्किङ गर्नुको लागि पनि अलरेडी यो आएको गर्नुपर्दो रहेछ है। गाडी तल छिरिरहेको छ अनि यहाँबाट छिर्ने ठाउँ रहेछ त्यो बाटो। अनि खेल्नु माथि निकै माथि पर्दो रहेछ क्या स्की है। त्यहाँनिर जानको लागि चाहिँ हिँडेर गयो भने त लाग्छ होला यार 1 घन्टा। ठुलो रहेछ है। सहरमा बसेर तातो हावा खाँदा खाँदा गाइज है यहाँ माथितिर डाँडामा आएर चाहिँ चिसो हावा खानु पाउँदाखेरि चाहिँ पुरा अनुभूति अर्कै हुँदो रहेछ है। र अहिले चाहिँ यहाँ हामी डाँडामा आइसकेको छौँ है। हन्टर माउन्टेन भन्छ है। यहाँ चाहिँ एकदम आनन्द है। यहाँको बोट बिरुवाहरू पनि एकदम राम्रो अनि ठाउँ पनि राम्रो है। एकदम शान्त वातावरण पनि है। यतातिर देख्न सक्नुहुन्छ कस्तो दामी है। एकदम दामी छ गाइज है। यो ठाउँ चाहिँ एकचोटि आउनुपर्ने खालको ठाउँ रहेछ है। अहिले चाहिँ यहाँनिर माथि स्की चल्ने ठाउँ हो होइन खासमा। तर अहिले यहाँनिर चल्दैन, पर्दैन होइन। तपाईँलाई यो ठाउँको दृश्यहरू देखाउँ है। यहाँनिर चाहिँ एउटा अफिस जस्तो रहेछ है। यहाँबाट होला सायद के भनेको छ भने ग्रान्ड सेन्ट्रल स्टेसन भनेको छ है। यहाँबाट चाहिँ छिर्ने होला सायद है। यहाँ तलतिर चाहिँ यो पार्किङहरू होला होइन।
एकदम विशाल छ है। एकदम आनन्द भइरहेको छ। अहिले चाहिँ हामी यहाँ दुईजना मात्रै है, एकजना साथी पर खाँदैछु है, भ्लगिङ गरिरहेको छु गाइस है। यो चाहिँ टोकिगी केनको होइन एउटा प्रख्यात ठाउँ हो, एउटा माउन्टेन छ है। बाटो छ, धेरै माथिसम्म जानु पर्दो रहेछ। घरहरू होइन, यो चाहिँ अफिस होला है। यहाँबाट भिडियोबाट त देख्दैन है। छागन नहरिया सबै होइन। त्यतिकै लखर गरौँ न त नि होइन। यसो गम्लाउँदै गयो। हामी चाहिँ यो जापानको अत्यन्तै प्रख्यात पहाड निक्कोयामा भन्छ। निक्कोयामा चाहिँ यो अर्को महत्त्वपूर्ण पर्यटकीय क्षेत्र स्की जोन हन्टर माउन्टेन एन्ड स्की जोनमा हामी आइपुगेका छौँ। यो चाहिँ लगभग 6 महिना जस्तो अथवा 4-5 महिना चाहिँ पुरै हिउँले ढाकेको हुन्छ। बाँकी 6 महिना चाहिँ हरियाली स्वच्छ। र यो जापानको थोरै पहाडहरूमध्येको यो पनि पर्छ। थोरै पहाड अग्लो पहाडहरूमध्येको पर्ने पहाड हो। यहाँबाट हामी सबै पहाडहरू चाहिँ होचो देखिरहेको छौँ। एउटा एउटा रहेछ। हिउँको मौसममा चाहिँ लगभग दैनिक 5,000 देखि 8,000 जना मान्छेहरू चाहिँ र तल किनुगाउँ यहाँबाट चाहिँ 25 किलोमिटर तल चाहिँ खावाजी र किनुगाउँ भन्ने एउटा प्रख्यात पर्यटकीय होटलहरू रहेको ठाउँ छ। त्यहाँनिर जाने बस्ने दिनभरि यहाँ खेल्ने तब गएर चाहिँ फेरि ओन्सेन जापानको चाहिँ एकदम प्रख्यात तातो पानी पहाडभित्रबाट निकालेको पानी मिसाएर चूर्ण बनाउने भनेर स्वादका साथ मान्छेहरूको चाहिँ काँटी लाग्ने ठाउँ रहेछ। यो साह्रै राम्रो बनाएको यहाँनिर रहेछ होइन, रोपवे जस्तो। जाँदा त रोपवेमा जाने नि त माथि 5 किलोमिटर माथिसम्म जाने। त्यसपछि चाहिँ फेरि त्यस्तो हो 5 किलोमिटर त त्यो टाढै परेछ त। त्यो माथि घरहरू जस्तो छ त्यहाँ त्यहाँ पुग्छ। त्यहाँबाट चाहिँ हामी सल्लाह सिकेर जाने। नजान्ने मान्छेहरू त बिजोकै हुन्छ नि त। बिजो अहिले चाहिँ यो यसको अफ पिरियड भएको हुनाले सबै कुरा बन्द छ। हिउँ परेको बेला रोड खाली गर्नको लागि एकदमै धेरै यो रुखहरूको बारेमा बताइदिनु न, कति राम्रो देखेको छ। हामीलाई के भन्ने हो कि होइन, के अरे लगतहरूले पनि दामे नो नो भन्दैन। स्टप गर्ने हो बिर्सिएर झऱ्यो। त गाइस हरेक कुराको हरेक चिजको चाहिँ एउटा लिमिट टाइम पिरियड हुन्छ है। त्यसैले आज एउटा समय पाइएको थियो छोटो भिडियो बनाउन है। अब यो भिडियोलाई पनि फेरि अन्त्य गर्ने समय आइपुगेको रहेछ है। र अर्को भिडियो फेरि म ल्याउनेछु। अनि त्यतिन्जेलको लागि चाहिँ तपाईँहरूसँग फेरि यहाँबाट टाढा हुन चाहन्छु। बाई बाई गाइज।